हेलो नमस्ते एन्ड वेलकम गाइज। आज चैते दशैंको दिन। चैते दशैंको सम्पूर्ण आफन्तजन इष्टमित्रहरूलाई शुभकामना। साथै आजको मेरो यात्रा हुनेछ नागभैरवसम्मको। उराट लाग्दो चैतको खडेरीमा जलेका जङ्गलहरूसँगै त कतै पलाएका पालुवाहरूसँगै कोइलीको कुहु कुहु सुन्दै आज चैते दशैंको दिन नागभैरव आएको छु र यहाँ कतै जलेका जङ्गलहरू त कतै पलाएका पालुवाहरू देख्न सक्नुहुन्छ र सारा जङ्गललाई छिचोल्दै हामी मध्य नेपाल नगरपालिका वडा नम्बर 3 को शिरमा आइपुगेका छौँ र 2 मा अवस्थित नागभैरवको आज दर्शन गर्न आइरहेको छु र सबैले भिडियोलाई पनि माया गरिदिनु होला र साथै लाइक कमेन्ट पनि गरिदिनु हुन अनुरोध गर्दछु। यहाँबाट निकै टाढा टाढासम्म देखिने गर्दछ। आज मौसम खराबीको कारणले गर्दा टाढासम्म देख्न सकिएको छैन, भए पनि निकै नै सुन्दर र हाम्रो मध्य नेपाल नगरपालिका वासीहरूको गौरव र हाम्रो शिरमा रहेको नागभैरवले सम्पूर्ण मध्य नेपाल वासीहरूलाई रक्षा गरून् भन्दै उहाँ माथि अझै केही बेरको उकालो पश्चात माथि तिरमा देख्न सक्नुहुन्छ नागभैरवको मन्दिर देख्न सक्नुहुन्छ। अनि अहिले म निकै नै तल छु। यसरी कालो बाटोहरू सँगै लगभग 3 घण्टा 3.5 घण्टाको उकालो पश्चात अहिले म नागभैरव हाम्रो श्री नागभैरव तामाङ कक्षा यहाँ ठाउँमा आइपुगेको छु र यो हाम्रो मध्य नेपाल नगरपालिकाको शिरमा रहेको र हाम्रो यो प्रसिद्ध धार्मिक स्थल हो यो। र यहाँ हुन्छ पार्टी प्रेमजङद्वारा निर्मित पार्टी हो यो। विशेषताहरू यसरी यहाँबाट लाली घाँसका बोटहरू काँडा मौसम सफा भएको दिन यहाँबाट निकै टाढासम्म देख्न सकिन्छ हाम्रो शिरमा रहेको नागभैरव। आज त्यसलाई उमा हाल्ला